हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ हैन। तपाईँहरू के मर्सिस आउने प्रोसेसमा हुनुहुन्छ या आउन खोज्दै हुनुहुन्छ? तपाईँ मर्सिस आउँदा खोज्दै हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो अवश्य के अरे सजेसन हुनेछ हैन। तपाईँहरूलाई यो भिडियो एकदम राम्रो हुनेछ। तपाईँहरूलाई के भन्न चाहन्छु भने मर्सिस आउँदै हुनुहुन्छ भने पहिले मर्सिसको बारेमा जान्नुहोस्। यो कस्तो कन्ट्री हो, यसको यसको कल्चर कस्तो छ हैन, यो कुन देशमा कुन ओसियनमा पर्छ, यो देशलाई के भन्छन्। वास्तवमा मान्छेहरूलाई हैन यो देशको बारेमा थाहा नै छैन के। मरिसिसको बारेमा थाहा छैन। अहिले भनेको चाहिँ नेपालीहरूले प्राय रुचाएको भनेको मरिसिस हैन। तर मरिसिस आउँदाखेरि अहिले मेन पावरहरूले मन परि लिने गरेको छ हैन। अब कसैले 2 लाख 3 लाख सम्म त लु ठिकै छ, समथिङ मान्यो 2-2.5 लाखसम्म त ठिकै हो हैन। लु तपाईँहरूले हदै हाल्नु भयो, 3 लाखसम्म पनि हाल्नु भयो। तर कसैले 4 लाखदेखि 5 लाख 6 लाखसम्म पनि मरिसिस आउनलाई पैसा हालेको छ। त्यस्तो त्यो पैसा हालेर म चाहिँ नआउनु नै भन्छु। त्योभन्दा बरु अर्को कन्ट्री हेरेर हैन, अर्को कन्ट्रीमा आउनलाई तपाईँ ट्राई गर्नुहोस् हैन। तपाईँको सेलेरी अनुसारको लागत पे गर्नु के दाइ हैन, लागत पे गर्नु। किनभने तपाईँको सेलेरी नै कम्ती छ अनि तपाईँ लागत धेरै हाल्नु हुँदैछ भने त्यो तपाईँ मर्सिस आएर तपाईँलाई केही नै फाइदा छैन के। तपाईँलाई ऋण तिर्दै 4-5 वर्ष लाग्छ। किनभने मर्सिसमा आइसकेपछि तपाईँहरूलाई यहाँको कन्ट्र्याक्ट अनुसार त 3 वर्ष, तपाईँको 2 वर्षको कन्ट्र्याक्ट 3 वर्षको कन्ट्र्याक्ट, प्राय अहिले मर्सिसमा 3 वर्षको कन्ट्र्याक्ट छ हैन। 3 वर्ष तपाईँलाई लागिहाल्छ हैन। अब कति कम्पनी राम्रो कम्पनी पर्यो भने खानाको पैसा कम्पनीले दिन्छ, बस्न कम्पनीकै भइहाल्छ हैन, ट्रान्सपोर्टेसन कम्पनीको हुन्छ। तपाईँहरूले त्यो अनुसारको हैन सक्नुहुन्छ। तर कति कुरा के भन्छु भने मर्सिसमा मान्छेहरूले धेरै पैसा हालेर आउने गरेको छ। त्यो चाहिँ नहाल्नु भन्छु। किनभने 2 लाख 2.5 लाख भन्दा बढी छैन। यो भनेको एउटा सानो आइल्यान्ड हो, अफ्रिका देश भन्छ यसलाई हैन, इन्डियन ओसियनमा पर्छ यो हैन। यहाँ भनेको अब वातावरण भन्नुहुन्छ भने नेपालको हावापानी सेम हावापानी छ हैन। नेपालकै हावापानी भनौँ न, यहाँ पानी परिरहेको छ यो ठाउँमा, त्यस्तो गर्मी पनि छैन। यो मान्छेहरूले यो भनेको टुरिज्म देश हो हैन, एउटा टुरिस्टहरू आउने जाने देश हो। तपाईँहरूले यो देशको लागि चाहिँ यत्रो पैसा हालेर 4 लाख 5 लाख 6 लाखसम्म हालेर चाहिँ नआउनु भन्छु। किनभने यो भनेको तपाईँहरूलाई फाइदा छैन। यत्रो पैसा हालेर आएर चाहिँ तपाईँहरूले भोलि चाहिँ पैसा तिर्न सक्नु भएन, कम्पनी राम्रो छैन भने तपाईँहरू डुब्नुहुन्छ हैन। यहाँ प्राय भनेको अब यहाँ सबै धेरै चल्ने भनेको इन्डियन कल्चर छ हैन। यहाँ भनेको इन्डियन कल्चर छ। यहाँ भनेको क्रिस्चियनहरू पनि छन्, मुस्लिमहरू पनि छन्, तर धेरै भनेको यहाँ भनेको हिन्दूहरू छन्। र यहाँको डेभलप हुनलाई त्यति साह्रो डेभलप चाहिँ भइसकेको होइन, तर डेभलप चाहिँ हुँदैछ हैन। र यहाँ भनेको धेरै अहिले भनेको चाहिँ धेरै भनेको यहाँ अहिले होटल लाइनहरू अनि डाइभर एग्रिकल्चरहरूमा यहाँ पुरै डिमान्डहरू गएको छ। तर तपाईँहरूले डिमान्ड अनुसार चाहिँ हैन, सेलेरी अनुसारको चाहिँ पैसा पे गर्नु तपाईँहरूलाई एकदम राम्रो हुन्छ हैन। तपाईँले म त्यही भन्न चाहन्छु, एउटा म पनि मरिसिसमै छु, मैले पनि सेलेरी अनुसारको पैसा पे गरेको हो हैन। 2 लाख 2.5 लाख भनेको अलग कुरो हो, सकिन्छ 3 लाखसम्म तिर्न सकिन्छ हैन। आफूले सक्दा चाहिँ 3 लाखसम्म सकिन्छ। तर म्याक्सिमम यसको भनेको चाहिँ 2.5 लाख 2देखि 2.5 लाख, त्यहाँभन्दा बढी चाहिँ तिरेर आउनुहुन्छ नि आउनु। त्यहाँभन्दा बढी तिर्नु भयो भने चाहिँ म चाहिँ मरिसिस नआउनु नै भन्छु। अरू देश ट्राई गर्नु बेस्ट हुन्छ तपाईँहरूलाई हैन। त्यही नै भन्न चाहन्छु।